हेलो सबैजनालाई नमस्ते। अहिले म चाहिँ मेरो कम्पनीको वरिपरि देखाउँदैछु। म चाहिँ अहिले हाम्रो होस्टेलको टप माथि छतमा छु। यो ठाउँ चाहिँ हाम्रो फलाम राख्ने ठाउँ हो कम्पनीको। यहाँ बाहिरबाट आएको फलामहरू स्टोर गरिन्छ अनि काम भएपछि पनि प्रायः एङ्गलहरू फलामहरू यहीँ राखिन्छ। अनि त्यस पछाडि यो कन्टेनरमा हामी वेयर हाउसमा हामी यसमा काम गर्छौँ यो भित्र। अनि मैले काम गर्ने ठाउँ चाहिँ यो पर टावर जस्तो देखेको छ यसमा। अनि यो टावरदेखि पल्लो त्यही छेउको बिल्डिङभित्र मैले काम गर्ने। अनि यहाँ पनि मेसिन छ, सिएनसी मेसिनहरू छ, यहाँनिर फलाम काट्ने मेसिनहरू। यहाँ दाइहरूले काम गर्दैन हुन्छ, आज पनि हाम्रो छुट्टी छ। अनि सिक्ताङ छोपिएको छ देखिँदैन। अनि यो भनेको अर्को कम्पनी हो, यहाँ चाहिँ औषधि बन्छ। अनि यतापट्टि देखिएको यो चाहिँ हाम्रो कम्पनीको अफिसहरू हो, यहाँ छ, गोदाम पनि छ। अनि यता चाहिँ वरिपरिको इन्भाइरोमेन्ट हरियाली छ सबै। अहिले त फुल फुलेको छ। यो रातोपात हुने मेपल ट्री भन्छ, यो पनि काउलिएको छ। अस्ति चाहिँ सिक्रा जस्तो थियो, विरक्त लाग्दो थियो, अहिले चाहिँ दामी भएको छ। अनि यता चाहिँ यो कोरियाको सानो भिलेज हो, यो चाहिँ गाउँ हो, खेती पनि हुन्छ यहाँनिर। यहाँ मुनि हाइवे छ। यता पर चाहिँ यो सिटी हो, सेजोङसी भन्ने ठाउँ यो हो। यहाँदेखि उता ठुलो सिटी छ एउटा सेजोङसी, एकदमै राम्रो। थ्याङ्क यू।